हजुर कस्तो लागिरहेछ दाइ जानुभयो रुनु मात्रै सकेको छैन यार मजाले बस ल म गेम खेल्दै थिएँ क्या म रुनु मात्रै सकेको छैन यार दाइ टेन्सन भयो रुइदिउँ टेन्सन भयो रुन दाइसम्म पुगोस् पुगाइदिइहाल्छु दाइ राम्ररी जानु अब यस्तै हो होइन कालु दादा भन् मेरो भन्नु भनेको चाहिँ यति नै हो मैले भन्नुपर्ने होइन यति नै हो सबैजना साथी लाइक सेयर यो के अरे लाइक सब्सक्राइब त्यो बेल आइकन Subscribe हो। सबै थोक बजाइदिनु होला घन्टी फेरि घन्टी यताउति त्यो घन्टीको नाम चाहिँ लिनु छ है नि त युट्युबमा आउनु त दाइ ए युट्युबमा घन्टी यसलाई माटोमै धसाउनु पर्छ जस्तै छ माटोमा धसाउनु पर्छ जस्तै छ यसलाई भएन घन्टी घन्टी भन्छ दाइ थपौँ नखाने 7 अप हौ मामा 7 अप खान्न गेम चल्छ यो मन परेन मलाई पनि यार यो के 7 अप त्यो यहाँ नि कति खाइसक्यो अघिदेखि यत्रो खाइसक्यो दुईजना मिलेर मामा फेरि गेम खेल्नु चाहिँ मामा खतरा हो नि फेरि 3-4 गोल मात्र खान्छ है मामाले होइन भाइ 3-4 त नर्मल भाइ कति खान्छ भन्नु न मैले त फर्स्टमा सुरु देखेको छन् 16-18 भन्दा के पिल्ला हो यार दाइ तपाईँ यार म बिल्ला होइन हौ खेल लाज छैन फेरि होइन फेरि लाजै बिगा अब फेरि एक गोल हानु भने चाहिँ यसरी कोटेरहेको हुन्छ मलाई लाज किन होला अहिले पनि देख्नु होइन उ यहाँ हेर न उ यहाँ हेर भन्छ यस्तो किन उदय हान्नु अहिलेसम्म एक गोल हालेर जितिरहेको छ अब जित्यो भन्छ लाजेन्डसँग खेलेको लाजेन्ड हाल क्या हौ हाल नि दाइले ए क्रिस्टियानो बाबु रहेछ नि त फेरि नदेख मामा तिमीलाई चाहिँ कस्तो लाग्छ दाइ जान आँटेको छ खुसी लागिरहेछ तर दाइ मैले भनेको पुगेको पुगेन सोध्नु थियो के चाहिँ ए हो यार भाइले बाजी खेलेको यार मैले बाजे पनि खेलेको थिएँ पुगेको पुगेन के चाहिँ मैले परैबाट क्या दाइ आज दिलीप दाइको सामान चाहिँ धेर हुन्छ र दाइलाई फर्काइन्छ बाजी खेल्नु न त कोही भनेको बाजी खेल्छु नि त ल खेलौँ कसले अनि लिस पैसा लिन किन नलिएको अन्त बाजी कहाँ होइन आज फेरि यो कहाँ फ्रीमा खाएको त अनि ए 50-50 हो होइन बाजी भनेपछि त ए ल बिचरा दाइको फर्केको सामान कति के थियो ला यार म त यो कस्तो स्याड लाग्छ फेरि यो झोला देख्ने बित्तिकै म स्याड यो नि मागेको झोला त्यहाँ यो झोला नभएको हातमा लिएर आउँथ्यो कपडा ढुडी परेको हो कि अनि दाइले ढुली परेको कपडा चाहिँ ठिकै भएर यार गनाइरहेको छ यस्तै बिचार होइन तर दाइले यार त्यो दाइको गल्ती हो नि त मेरो गल्ती होइन 450 झन्डै 20,000 नेपाली के को 20,000ले के हुन्थ्यो दाइको गयो बरु प्लेनमा जानु दाइ काठमाडौँबाट धुलाबारी जाने चाहिँ खर्च सकिसक्यो त्यो होइन दाइ प्लेनमा जानु सक्थ्यो नि त बाप 20,000 जतमा भाडा तिर्नु पर्यो अब के गर्नु गाह्रो छ दाइलाई पनि म त जाने बेला कसैलाई भन्दिनँ भन्यो भने पनि किन लान्छु म होइन भाडा देऊ होइन भाडा देऊ 5 केजीसम्म त पैसा दिनु मिलाएछ 5 केजी पैसा दिनु पैसा तर अस्ति चाहिँ आउने बेला तैँले किन तपाईँलाई पनि message नगरेको तपाईँलाई पनि पैसा दिलाउँछु म जानु पर्यो भने यो त मनु जस्तै हुन्छ जस्तै छ पछि पछि डर लाग्छ मलाई त बिस्तारै बिस्तारै त्यस्तो त्यता दाजु छैन छैन दाजुको त्यता नदाजु नि दाजुको मनु हेरै के भन्दैछ भोलि भ्लग हेरेर जान्छ दुवा कतारबाट फेरि केटाहरू मगाइदिन्छु नि फेरि मनुले बिटा मगाउँछ केटाहरू यसले दुहा कतारदेखि अरू कतै युगान्डा सुगान्डाको पनि छ कि तर दाइ केटी चाहिँ त्यही भएर केटीको कुरा गर्ने के भन्छ त्यही भएर दिलीप दाइले दाइ दिलीप दाइको कुरा सुन्नु नि केटीको कुरा गर्नु नि त्यहाँ बाफ्रे के हिरोनी हेर्नुहुन्छ यो टिभी म अब हेर्दिनँ फिल्ममा के एयरपोर्ट जान्छस् डेली एउटा त गुडिया जस्तै ओ दाइ हो कि दाइ हो कि भन्नु त गुडिया जस्तै त दाइ म हेर्दै हो त्यसले पनि फेरि म यस्तरी टेढा आँखाले हेरिरहेको थिएँ यसो गर्दै मलाई नि हेर्थेँ म त भरे यस्तो त भनेन नि कति कालो हो त्यो एउटा छ नि त्यो अब तपाईँ कतारमा बस्नुपर्छ कालो सालो कुरा गर्नुहुन्छ तपाईँलाई त पाप लाग्छ नि दाइ मनमा म भनिदिन्छु नि मुदिरेला मुदिरेला भनिदिन्छु नि फेरि होइन भने त केटी त खालि केटी अब त कसैलाई पुऱ्याउनु जानु पर्यो मलाई भन्नु एउटा सिट चाहिँ खाली गरिदिनु म 1 घन्टा रुङ्नु पर्यो भने अगाडि पुगेर रुङ्गिरहन्छु काबो साँच्चै भनेको दाइ
एयर होस्टेस केलाई भन्छ नेपालको त के सिट बेल्ट लगाउनु भन्ने खालको होइन नि यहाँको त अब टक टक हिल पनि यत्रो अनि त कतार एयरलाइन्समा आएको होइन यत्रो म त नेपाली होला अर्कोचोटि जाँदा चाहिँ कतार एयरलाइन्समा त्यो एयर होस्टेस भन्नु चाहिँ त्यो टिकट काट्नेहरू कति राम्रो थियो है रिसेप्सनमा बस्ने अबि अनि राम्री भएन भने त राख्दैन त तिनीहरूलाई अनि दाइ मुद्नु गयो कि मन धारण गर्न गयो जस्तै भयो है दाइ कति सुनसान अब सबजना तुर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 ु
जाँदा कसरी खोला किनारको आउँछ गोर्खा हेरेले सुन न कसले गर्दा खेलेर बिल्ला हुन्छ भनेर पर्यो नि त्यसले। बन्दै गरेर टिभी नै बन्द गरेर कस्तो हरामी यार 1 बजिसक्यो निर्गिला आएको के भएर भाइ यो मचाकै सुँगाइदिनु ए नभए घरमा चाहिँ भन्नुहोस् त मामा के गर्दा स्टोन हुन्छ अरे एकछिन है एकछिन स्टोन भयो भने गेडागुडी खानु हुँदैन, अनि हरियो फरियो खानु हुँदैन, फेरि ढुङ्गा यत्रो हुन्छ अनि घरमा हाल्नु पर्ने हुन्छ। अनि के खानु त अनि के खानु त बियर भन्छ दाइले ब्याक बियर खायो त झन् त्यो किडनी छेउमा छ भने नि स्टोन बियर किडनी लगिदिन्छ नि फेरि। यस्तो क्या दाइ जुन तपाईँको त्यो स्टोन गएको छैन भने तपाईँ जेसुकै खानु जेसुकै नखानु त्यो एकचोटि बल्झिन्छ। तेरो गएको छैन? मेरो गएको छैन भनेर मैले थाहा पाएँ, किनभने हिजो छोडेर अस्ति म रातभरि सुत्न पाइनँ दाइ। सुन्नु मैले कसैलाई पनि भनेको नि थिइनँ, मलाई दिदीलाई पनि भन्न होइन दाइ, पुरा गाह्रो भइरहेको थियो होइन मलाई। अब के लाग्यो मेरो यहाँ छ अस्ति भन्दै थिएँ तिमीलाई मेरो यहाँ दुखेको जस्तै भयो। मेरो यहाँ छ, म 3 दिन दुःख के गरेँ थाहा छ? मेरो यहाँ छ पानी खाँदै पिसाब गर्दै। यहाँ सुन्नु नि दाइ, पानी अब त्यहाँ नखा भन्छ, बोतलको पानी होइन ब्यान्ड गर्दै थियो। अनि तल गएर खानु भने ममा चेन्जिङ रुममा गएर दाइ क्यामेराको भित्र स्वाट्टै पस्थेँ, गुट त्यो कसरी खान्छ त्यो चोरहरूले साउन्ड आउँछ हो दाइ, गन्चो गर्दै खान्छु, स्वाट्टै बोतल लगाइदिन्छु, कसले खायो नि अनि निस्किन्छु र पनि जान्दैन दाइ। यस्तो दुखेको त्यहाँ पुगेर पनि दाइ यति गाह्रो भयो झन्डै रुमसुम थिएन, तल गएर सुत्नु पनि के को सुत्नु, फोन चलाउँदै बसेँ, फोन दुखिरहेको छ, फोन चलाउँदै बसेँ, दुखिरहेको हुन्छ। अनि फेरि यसो सम्झेँ, त्यतिखेर सम्झेँ क्या दाइ, अरे यो त स्टोन होला होइन ग्यास्ट्रिक, तर मलाई कहिल्यै ग्यास्ट्रिक हुँदैन अहिलेसम्म त ग्यास्ट्रिकै भएको छैन क्या मलाई, त्यस्तो ग्यास्ट्रिक कहिले नै हुँदैन। अनि फेरि यसो सम्झेँ हो मलाई ग्यास्ट्रिक भएको छैन, यो स्टोन बल्झ्यो। अनि बुझेँ ल पानी चाहिँ पेल भयो, पानी यति खाएँ दाइ यति खाएँ, मुते हुन्छ नि। कति दिन अगाडिको कुरा होला? ए हिजो छोडेर अस्ति दिन हौ। मैले कहिले कति भयो भन्छ 2 हप्ता भयो, 2 हप्ता भयो। मेरो पनि त्यो थाहा पाइहालिन्छ, हल्का दुख्ने स्टार्ट हुन्छ ल। मैले फेरि त्यस्तो हुँदैन दाइ, थाहा पाइहाल्दिनँ कि जब राति हुन्छ हल्का दुख्छ, त्यहाँ पछाडि फोन चलाउँदै जान्छु, अब मलाई थाहा हुन्छ नि त ए दुख्न थालो होइन, दुख्न थालो लु अब भयो मेरो म पनि होइन, अब भयो, अब मैले पानी पेल्नुपर्छ दाइ। पानी त फोहोर छ भने पनि हालिदिने खालको क्या, पुरै त्यो ए पानी त खानुपर्छ नत्र हुँदैन। म मात्रै पो होला भनेको, त्यसले पनि ढुङ्गा बोकेर आएको दाइ त्यो भन्नुहुन्छ मेरो जिउमा। त पहिला कति केजी थिइस् अरे? म पहिला 40, म नढाडिनु अन्त 40 फोदेँ। 44, अहिले कति थिइस्? 52। ढुङ्गा पनि बढ्यो, तेरो वेट पनि त्यो ढुङ्गा बढेर त यत्रो भएको होइन ल, ढुङ्गा त नभए देखिनु पर्ने होइन। यहाँ सुन्नु नि, मेरो जिउमा भनेको रोग भनेको दुईवटा एउटा थियो, एउटा थपियो। के भन्नु त, एउटा स्किनको डक्टर म वर्षमा एकचोटि देखाउनै पर्छ मैले। किन? त्यो किनकि नि अब आफै एलर्जी हुन्छ, एलर्जी म त अनुहार पनि बिग्रिन्छ वर्षमा एकचोटि। अब कुनै दिन हेर्नु यो गर्मी लाग्यो नि, अब यो स्किन यहाँ त गर्मी 10 महिना लाग्छ, त्यही त भनेको। सुन्नु आफै त्यो कस्तो अर्कै टाइपको यो सब दागहरू छ नि, यस्तोहरू छ, कुनै यो त सब चुयोले पोलेको, चुरोटले, यो पनि चुरोटले पोलेको, लाइटरले पनि पोलेको एउटा बनाइदिउँ न त। होइन प्रायः दागहरू छ होइन, यस्तोहरू
होइन यताउति पनि छ कता कता छ कुनै कुनै ठाउँमा छ त्यो भनेको चाहिँ होरी कस्तो रहेछ कि क्या थोरीले होइन हौ स्किन डक्टर देखाउनै पर्छ वर्षमा एकचोटि मेरो त्यो केही हुनुभन्दा अगाडि एउटा दाँत जस्तो आउँछ क्या दाइ तर त्यो दाँत होइन दाइ 10,000 रुपियाँ खर्च गरेको लुतो अरे दाइ कस्तो यसलाई के थाहा दाइ लुतो केलाई भन्छ लो भन्नु र त्यो यस्तो टिक 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 हुन्छ त्यस्तो आउँदैन टिक 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 आउँदैन दाँतको कस्तो आउँछ त्यो गोलो खालको सर्कल आउँछ थाहा छैन नि तपाईँलाई त्यो सर्कल एउटा स्टार्टिङ भयो भने त्यो सर्कलले गर्दा सबैतिर सर्छ तर त्यो दाँत होइन क्या दाइ त्यो दाँतै हो अरे सर छ क्या दाँत पनि भन्दैछु त हरेक वर्ष मैले चेक गराउनु पर्छ मैले अहिलेसम्मको कति 5-6 वर्ष लकडाउन भन्दा अगाडि चेक गराएको यो वर्ष चाहिँ यसको डक्टर म हुन्छु ल दबाई दिइहाल्छु अनि दाइ दिन्छ के मलाई त यति चेक गराएको छ मलाई आफै कन्ट छ क्या अब जानुपर्छ डक्टरकोमा तिम्रो त्यो गोलो दाग थियो नि कहाँ छ भन्छ होइन दाइ कहिले कहाँ आएको हुन्छ कहिले यस्तोमा आएको हुन्छ कहिले यस्तोमा कहिले फिलामा आएको हुन्छ कहिले चिलाउँछ नि ए अनि त्यो गोलो दाँत ए त्यस्तो खालको दाँत जस्तो आउँदैन क्या त्यो तपाईँको दाँतको कस्तो आउँछ थाहा छ तपाईँलाई त्यो पनि सर्छ नि त एक ठाउँमा आउँछ फेरि अर्को ठाउँमा पनि सर्छ क्या भाइ यहाँ सुन्नु स्टार्टिङ जुन छ नि त्यो मात्रै गोलो हो अरू त्यो गोलो आउँदैन सिरियस टक अरू ठाउँमा पनि आउँछ आउँदैन त्यही तैँले अब त्यहाँ कनेस अनि यतातिर कनेस त्यो आउँदैन सर्छ क्या त्यो त्यही त दाँतको त दाँतै जस्तो गोलो 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 मेरो त्यस्तो गोलो गोलो आउँदैन कस्तो आउँछ चेप्टो अरे दाइ कस्तो हाइवे महेन्द्र हाइवे पुरै रब गरेको पुरै त्यो बनाउँदाखेरि कस्तो आउँछ सिधा सिधा कि त्यसो गोलो भनेको त दाँतको हो नि त दाइ मेरो फर्स्ट स्टार्टिङ गोलो आउँछ मामा चिलाउँदैछ त यसले भनेर मलाई खुजली हुन थाल्छ भन्न अनि त्यहाँ पछाडि दाइ डक्टरकोमा गयो जहिले एउटा लोसन दिन्थ्यो अनि एउटा साबुन दिन्थ्यो निमको साबुन चाहिँ मेरो लागि राम्रो दाइ भन्दैन निमको साबुन त सबैको लागि राम्रो होइन मलाई चाहिँ खालि जहिले पनि मलाई चाहिँ हरेक वर्ष निमको साबुन दिन्छ मलाई वाक्क मैले कहिले युज गर्ने त्यो पहिला मात्रै निमको युज गर्छ अनि फेरि अब अहिले यो काट्नु ल दाइ यो दाइ तपाईँलाई म के बोडी जस्तो लाग्यो पिटिका पड्काउने दाना निकाल्ने तपाईँलाई के बोडी जस्तो लाग्यो त्यो अक्षय कुमारको फिल्म छ नि के भन्छ तपाईँलाई बोडी जस्तो लाग्यो मलाई भन्नु नि त्यस्तो त्यो गन त्यो फिल्ममा गर्छ नि यस्तो होइन दाइ म बोडी हो तपाईँलाई अनि के भनेको बाटिस्टा अब चित्त दुख्छ चक्लेट होइन क्या त्यस्तो भन्नु होइन नि त तर होइन यसलाई र दिलीप दाइलाई चाहिँ देखाउनाले ठ्याक्क दाजु तर दाइ अघि एउटा कुरा यो भिडियो चाहिँ हाल्नै फेरि यो भिडियोमा भ्युज अझै बढ्छ किन भन्नु अघि क्या लाइभमा यो दाइ थियो अनि मैले यो दाइको के अरे प्रोफाइल हेर्नु नि भन्दा त्यहाँ एकजना अननोन को दिदी चाहिँ थाहा भएन अनि त्यहाँ नि हो बोना दाइलाई भनेर जिस्काइदियो कि उनीहरूलाई नराम्रो लाग्यो क्या यता नराम्रो लाग्यो त हाँस्दै थियो यो दाइ हामीले जिस्काएको भन्छ त्यो तिनीहरू होइन अब बुझ्नु नि को होइन यो दाइ के भन्छ बोना भनेको पुड्को मान्छेलाई भन्छ क्या भन्छ यो दाइ किन आफ्नो बिचमा चाहिँ किन आफै पहिला भन्नु म कहाँ पुड्को हो त अग्लो यहाँ उठा त यसरी लपटिँदा पनि अघि थाहा छ नि यो दाइको साइजको भेटाएको एकजना साइजको त्यो मान्छेलाई छिटै चिन्नु थियो यार बिचरा त्यो दिदीलाई दुईजना दिदी भेटाएको तपाईँ जस्तै कस्तो याद आएको मलाई तपाईँको कसम बोना देख्ने बित्तिकै त्यो दिदी सुड्केस जत्रै थियो सुड्केस जत्रै नै थियो त्यो दिदीलाई त नि लाइनमा पनि नलाग भनेर त्यो एउटा त्यो क्लिप हुन्छ नि त्यो यस्तो स्वाटै खोल्थ्यो अनि यताबाट जा तपाईँलाई पनि एयरपोर्टमा यस्तै गरेर तपाईँ भिडियो बनाउनु जाने कि मलाई त गरेन अनि तपाईँ यस्तो गर्नु चाहिँ हेर्नु अबुई मलाई त छोड्छ गाई भिआइपीबाट पसाइदियो भन्छ हो किन भन्नु होला अनि किन तपाईँको बडी सोडी जस्तो कुरा नगर्नु नि ला दाइले गनको त गोली यहीँ छोड्छ ला काले दाइ दाइ गोली भाती बाजा होइन नाति गोली नाति गोली यही छ बन्दुकले लिएर गयो दाइले हालिदिन्छ होला त्यो बन्दुक 3-4 गोली छ त कहाँ 3टा गोली हो 3टामा एउटा यहीँ छोडिदियो अब त्यो भाटाको बनाइन्छ दाइले गएर
ल बन्द गरिदिउँ ल। 7-Up-ले पनि यस्तो गर्छ है गाइस। आज सेभेन गरौँ। पानी ल्याउदिनुहोस् त म मलाई हाल्नु नि तपाईँ यहाँ पानी। मामा बन्द गरिदेऊ न त आज मेरो हँ? ट्याप्पा हानिदेऊ न त बन्द गरिदेऊ न। ल गाइस आज बन्द नगरौँ होला भन्दै थियो र पनि आज यस्तो यस्तो पऱ्यो होइन। हामी एयरपोर्ट साइड तपाईँ जानु पानी गएँ म गाई अनि होइन पानी लिएर आउनु त दाइसँग एउटा कुरा छ। हो त्यति बेरसम्म इन्जोय। एकैछिनलाई हामी फेरि आउँदैछौँ।